मैले हामी अर्जेन्टिनाको फ्यान हौ भन्ने कुरा तँलाई थाहा हुँदा त यो पोर्चुगलको फ्यानसँग किन लागिस् अनि त माछालाई मेरो घरमा पाहुना बनाएर राखेको थिएँ। बिहान साँझ कुखुरा मासु साँधेको मासु के खाइन, तर लास्ट आएर मेरै बहिनीमाथि आँखा लगाइस्। भाइ तिर्खा लायो पानी खाएँ, मैले के बिराएँ, मन पराएँ माया लाएँ, मैले के बिराएँ। तिर्खा लायो पानी खाएँ, मैले के बिराएँ, मैले के बिराएँ। दाइ तैँले दाइ तैँले यसलाई एउटा नाथे गरी भनेर पिटिरहेको छस्। यो को तँलाई थाहा छ? यो त पहिला रियल मेड्रिडबाट खेल्ने मिडफिल्डर हो। यो रोनाल्डोको भाइ छोनाल्डो हो, छोनाल्डो। भयो डोनाल्डो जी भयो। अब यो भन्दा अगाडि एक शब्द पनि नभन्नुहोस्। बस बाबु बस, यो साँचो कुरा आज यसले थाहा पाउनै पर्छ। अर्जेन्टिनाको खुसीको लागि तपाईको दाइ रोनाल्डोले त्यस्ता नाथे मोर्कोसँग हार्नु भएको थियो। अझ तेरो बहिनीसँग लाग्यो भनेर तैँले यसलाई कुट्दैछस्, मार्दैछस्, ढड्याउँदैछस्, कुच्याउँदैछस्। त भाग्यमानी होस्, रोनाल्डोको भाइ छोनाल्डोतिर जोइ भएको छ।